नानी लोटी हाल्यो नि तिमी किन बजुसँग नबसेको र मम्मी त काम गर्न आएको नि नानी मजाले बजुसँग बस्छ अनि मम्मी काम गर्ने भनेको त मम्मीको पछि पछि आएर भाइ के गर्ने तिमी मम्मीको पछि पछि केटाकेटी हल्ला मात्र धेरै काम गर्न आएको त पुरा ग्याङ बोकेर आएको केटा मगन्ती हुन आएको के केही छ कि छैन यार आलु आलु छ घरकै तिम्रो कुर्सी घर छ के को मेरो कुर्सी हो नि हेलो हेलो साथीहरू सबैलाई गुड मर्निङ मेरो आज बिहानको काम भइसक्यो ह्याप्पी होली सबैलाई आज होलीको दिन त्यही पनि म खेतमा काम गर्न जाँदैछु किनकि मेरो खेतको काम रोकिएर बसेको थियो कति दिनदेखि आज यसो फुर्सद मिल्दाखेरि दिउँसो होली भए तापनि यसो रमाइलो त हेर्न मन लाग्छ त्यही पनि अहिले बिहान चाहिँ यसो काम सकेर यतातिर यसो एकैछिन भए नि खेतमा काम गरौँ भनेर म हिँडिसकेछु मैले यहाँ तलको काम सबै भइसकेँ बङ्गुरदेखि लिएर बङ्गुर यहाँ छ साथीहरू मेरो बङ्गुर यहाँ छ बङ्गुरदेखि लिएर झाडु पोछा सबै सकिसकेँ अनि चिया पनि खाइसकेँ के गर्नु चिया नखाने भनेको अझै बानी छुटे छैन थोरै बानी खाइदिएँ अब म खेततिर जान लागेको के आइसक्यो यहीँ हो धेरै छैन तोरी थियो धेरै हाम्रो तोरी धेरै थियो तोरी सकिसक्यो स्याहारिसक्यौँ अब अनि मसुरो त छँदा नि छैन अलि तोरी र मसुरो सँगै छरेको एउटैमा अनि तोरीले जितिहाल्छ नि त अब तोरी पहिला भइहाल्छ तोरी हुँदाखेरि मसुरोलाई चाहिँ अलि नमिल्ने रहेछ के एकै ठाउँमा अनि त्यही भएर हल्का हल्का छ मसुरो छन त त्यसले नि काम त निकाल्छ काम त गर्नै पर्यो यसै पनि छोड्न त भएन अलिअलि फलेछ भनेर त्यही भएर मसुरो नि हल्का गर्दैछौँ पाकेको अनि लतरी देख्नुभएको छ सुकेर भन अब सुक्दैछ कोही यसरी अलिअलि हरियो पनि छ यसरी अब बिहान घरको काम सबै सकेर अलिअलि काम गरौँ यहाँ खेतको एकैछिन भए नि कति बज्यो र अहिले 7 पनि बजे छैन साथीहरू अब 7 बज्न लाग्यो होला आज चाँडै उठेर तलका काम सबै सकिसकेँ अनि एकैछिन भए नि गरौँ न त भनेर एकैछिन भए नि कसिन पर्यो अब काम गर्न पर्यो यो गर्नु नि हो आज होस् कि भोलि होस् फेरि भोलि फुर्सद नि हुँदैन त्यही भएर आज होलीको दिन बिहान पखमा एकछिन भए नि फुर्सद हुने भएर मैले यहाँ गर्न लागेको अब म गर्छु साथीहरू यही हो मसुरो यही हो अब यही गर्ने हो मैले अहिले मैले मेरो बुढालाई नि श्रीमानलाई नि बोलाएको छु उहाँ नि आउनुहुन्छ अनि गर्ने हो उखाल्ने हो एकैछिन उखालेर अनि फेरि 8 बजेतिर 1 घन्टा भए नि उखालेर 8 बजे 8:30 बजेतिर गएर फेरि नास्ता नि बनाएर दिनुपर्ने हुन्छ अहिले चाहिँ अब सासू त नानीलाई हेर्नुभएको छ बिचरा सासू त नानीलाई हेर्नुभएको छ अब ससुरा चाहिँ ठुलो छोरा केटाकेटीलाई लिएर घुम्न जानुभएको छ उहाँहरू आएपछि फेरि जानुपर्ने हुन्छ नास्ता पकाएर दिनुपर्ने हुन्छ त्यही भएर एकैछिन भए नि गोडौँ भनेर म यहाँ बसेको गोड्न पऱ्यो है साथीहरू यही हो गोड्ने सुकिसकेर चाहिँ यहाँ चाहिँ यहाँको उखाल्न पऱ्यो यहाँ हरियो छोड्दै सुकेको उखाल्न पऱ्यो यति उखालेर त्यसपछि कति भ्याउँछु 1-1.5 घन्टामा फेरि साँझ नि गर्नु पर्ला नि है दिनभरि होली नि खेलिन त खेलिँदैन नि होला होली अब त्यस्तरी अब बिहान हुँदा जस्तो त कहाँ खेल्न सकिन्छ खेल्न नि सकिन्छ खेल्न नि मन लाग्दैन अब माहौल पनि त त्यो छैन पहिला जस्तो माहौल पनि छैन होली खेल्नलाई हामीलाई है त्यो केटाकेटीहरू खेल्छन् होला यसो त्यही केटाकेटी खेलेको हेर्ने हो अनि फेरि हाम्रो आज फेरि बुहारीको समूह छ बुहारीहरूको उस पनि मिटिङ पनि छ त्यहाँ नि जानुपर्ने छ हाम्रो
बुहारीको पैसा बचत गरेको 2 साल भइसक्यो भन्नाले पहिला नि बचत त गरिराखेको तर पैसा बाँडिराख्छौँ साथीहरू हामीले दानको पैसाहरू चलाउँदैनौँ तर आफूले बचत गरेको पैसाहरू चाहिँ ब्याजमा हामी बुहारीहरू आफैले चलाएर अनि फेरि 2 साल या 3 सालको अवधि राखेर बाँड्ने गर्छौँ। आज त्यो दिन परेको छ साथीहरू, हेरौँ कोलाई कति कति पर्छ पैसा। त्यो पैसा पनि बाँड्ने हो। अहिले म त्यहाँको पनि हजुरहरूलाई देखाइदिन्छु हल्का सिनहरू कस्तो हुन्छ है साथीहरू। अहिले चाहिँ म अब काममा लागे फटाफट एकछिन राखेर यो काम गर्छु। के गर्ने यसरी बोलेर काम गर्न फटाफट हुँदैन, त्यही भएर ल राखेँ अहिलेलाई। यहाँको भ्यूहरू हेर्नु यस्तो छ, यस्तो 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 भ्यूहरू खतरा खतरा। बिहान बिहान घाम हेर्नु त, घाम त्यो घाम हो नि, हेर्नु यहाँ घाम हेर्नु, घाम 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 होइन कस्तो खतरा खालको घाम। बिहानको पहिलो झुल्का भन्छ नि त्यही हो। अघि थिएन, अब एकछिन आयो। अघि लुकेर बसेको थियो होइन साथीहरू, लुकेर बसेको थियो, अहिले आयो। ल लतरी गोड्न आएको र यस्तरी केटाकेटी बोकेर। अझै मौरीको घार छ, कस्तो लग्यो नि त मौरीको घार। यहाँ यस्तो उडिरहेछ, खतरा उडिरहेछ। यसले टोक्यो भने त बा केटाकेटी हल्ला मात्र धेरै। काम गर्न आएको त पुरा ग्याङ बोकेर आएको छ, केटाकेटीको ग्याङ। केटाकेटीको ग्याङ बोकेर के काम हो? बिहानीको पहिलो झुल्का साथीहरू। अघि न थिएन, लुकेर बसिरहेको थियो। आज त म चाँडै उठेको, त्यही भएर हो र किन र मानेन? ल साथीहरू, काम गर्न आएको बुढी यस्तै हो कि। अब बच्चा खेतमा आइदिएपछि के गर्नु त, कति चाँडै उठ्नु पऱ्यो होला यो केटाकेटीहरूलाई नि। पढाइ पनि सुते नि हुने नि, काम पनि गर्न दिँदैन हो। नानी हेलो हेलो गर्दो, हेलो हेलो गर्दो, हेलो हेलो आऊ पैसा। हजुर नि आउनुहोस् है भनिदेऊ न, हजुर नि आउनुहोस् है अहिले। ल आऊ जाऊ, हेलो गर्दो। अब के खाएर आएको त्यस्तो मुख हेर्नु, सात पनि नबज्दै उठ्ने यत्रो बच्चा। बिस्कुट पनि खाएर आइसक्यो, बिहान बिहान नास्ता नि खाइसक्यो। यो पैसाले के गर्ने हो तिमीले? त्यो पैसाले के गर्ने हो? त मुख कसैले नधोइदिएर खाएर मुख त्यस्तै बना। के गरे? फेरि भन त। पुजिदिन्छु राम्रो भएर भन है, पैसा कमाउन जाने भनेर भन है, मैले ओके भन्छु है। ल ल ल ल हिँड, यता यता हिँड, यता हिँड, जाम जाम। कहाँ हिँडेको नानी, कहाँ हिँडेको हो? अनि यो पैसाले के गर्ने हो तिमीले? पैसा कमाउन जाने हो? फेरि भन त। हो र, आज त साँच्चै पैसा कमाउने दिन हो नि त नानीहरूको। न अहिले नानीहरूले बाटो छेक्ने हो, एकैछिन भने केटाकेटीले छेक्छन् होला भित्री। अब मेन रोडमा भए त अलि डर नै हुन्छ है, हुन त भित्री पनि डरै हुन्छ। त्यही पनि हाम्रो निगरानीमा ठुल्ठुलो मम्मीहरू बसेर, ठुलो मान्छेहरू बसेर एकैछिन रमाइलोको लागि मात्रै भए पनि केटाकेटीलाई उनीहरूलाई इच्छुक छ भने गराउनु पर्ला भनेर सोचिराखेको। उनीहरूलाई एक्लै छोडिदिने त होइन, तर उनीहरूसँग हामी यसो साइडमा बसेर एकैछिन हल्का रमाइलो
पनि हुने अनि उनीहरूलाई अलिअलि नास्ता पनि भइहाल्छ त्यही पैसाले यसो खानालाई बिचरा पिकनिक जस्तो खान खोज्छन् कि त्यस्तो पैसा उठ्यो भने अब नानी लोटिहाल्यो नि ए तिमी किन बजुसँग नबसेको र मम्मी त काम गर्न आएको नि नानी मजाले बजुसँग बस्छ अनि मम्मी काम गर्ने भनेको त मम्मीको पछि पछि आएर भाइ के गर्ने तिमी मम्मीको पछि पछि आएर यहीँ बस है त ओके भनिदेऊ रुक म तिमीलाई सरी म तिमीलाई यहाँ बनाइदिन्छु ल बच्चा त्यहीँ बच्चा तिमी यहीँ बस्छ म तिमीलाई टिभी लगाइदिन्छु ओके के टोक्यो यता राख खुट्टा ल भन्नु साथीहरू खेतमा आएर यसरी बसेर नि कसरी काम गर्ने होला यस्तालाई तिमी के गर्छौ टिभी हेर एकैछिन मोबाइल हेर है म कार्टुन लगाइदिन्छु ऱ्याम्स लगाइदिन्छु तिमी हेर मम्मी फुट गरेर काम गर्छ ओके भनिदेऊ यता हेर यता गुड मर्निङ हेलो भनिदेऊ यता हेरेर मलाई हेरेर गुड मर्निङ गाइस भनिदेऊ गुड मर्निङ नानी गरिदेऊ ए उठे म गुड मर्निङ उठे भनेको यस गुड ल अब म तिमीलाई लगाइदिन्छु कसको पैसा हो कसले दिनुभएको ए बजुले दिनुभएको हो ल कहाँ छ भूत छ छैन होला के हो र डर लाग्यो नानीलाई बिहान भइसक्यो अब किन डराउने राति मात्रै आउँछ के भूत बिहान आउँदैन न यहाँ भूत छ अरे साथीहरू यहाँ के बाजेले रोप्नु भएको के को भुट हुने हो बाजेले रोप्नु भएको अन्त नानीको बाजेले हैन यो रुख नि नानीको बाजेले रोप्नु भएको क्या लालबहादुर राणा बाजेले को हो लालबहादुर राणा नानीको बाजे हो न ल नाटक गरेको के को हिँड्न नसक्ने सर हो हेलो जेनिस गुड मर्निङ अझसम्म मर्निङ त छ नि के आफ्टरनुन भइसक्यो छ र अनि जेनिस बल्ल त 9 हो जेनिस 9 बजेपछि आफ्टरनुन हुन्छ बेबी हेलो भनिदेऊ ल जाम निनी घर जाम निनी घर हेलो ल निनी घर गएर जाम अदुल भनिदेऊ यता निनी घर उता हिँड्नुहोस् कहाँ जाने हो साथीहरू हामी बाख्रा ए यहाँ रहेछ बाख्रा हामी कहाँ हिँडेको भनिदेऊ त निनीको घर हिँडेको आलु लिन हिँडेको आलु छ कि छैन निनी घर त्यो सापट्टि लिन पर्यो झोरले भनिदेऊ खै झोरले बाजेलाई झोरले गरिदेऊ बाजे झोरले ल सलाम ठोकिदिनु भिडियोमा म युट्युबमा हालिदिन्छु ओके भनिदेऊ न हेलो निनी भनिदेऊ मगन्ते हुन आएको के केही छ कि छैन यार आलु छ घरकै आलु छ कि नै घरको त्यो भनेको मेन कुरा कहाँ थियो त हाम्रो आलु यति थियो किची र मसिनो धेरै थियो अब त्यो मसिनो त छिथिलाएर गर्दा खाएर भ्याए छैन भ्याइएको साँच्चै त हाम्रो आलु थिएन त कहाँ थियो र नि हरियोमै मरेको उस भएको देख्नुभएको थिएन र हाम्रो तपाईँहरूको जस्तो कहाँ भयो त तपाईँहरूको त दुईतिरै लाग्नु भएको थियो त अनि ल मागेर नसकिने ल हिँड जम्मा तिम्रो कुर्सी घर छ के को मेरो कुर्सी हो नि हो आफ्नो जस्तो देखेर सिमोना दिदीको र नव दादाको हो के नानीको घर छ नि हैन त्यो बिहानको वाला होला कसको त त्यो चोलो फेरि चोला
घर जाम त्यता होइन घर जाने यताबाट तिम्रो त्यता नआइन है लिचीमा फेरि कतिचोटि भन्यो लिचीमा जाने होइन है नानी घर जाने जाम यस हेलो यस यो ब्रो यो के खोलिदिने सिकम नानीको औठी देखाउ न म औठी हेर्छु खै दुईटा हातको औठी देखाउ बजुले पनि कता ल्याइदिनु भयो बजुले कहाँबाट ल्याइदिनु भयो त्यो केमा पर्यो होला कि होइन अनि यसरी चाहिँ कहाँ आफूहरू छैन त के हेर्ने हो नि तिमीहरू भए पो त्यहाँ भिडियो आउँछ र हो यसरी अहिले देखाउँछु नि त म अपलोड जमिन होइन घर सिधा उता जेनिस खै बिहानहरू कहाँ गयो के लिन त्यहाँ लिएर बिहा थियो तिम्रो बोल्छ त साथीहरू एक दिनको भ्लग हाल्न सकेन मैले त्यसैले एकैचोटि 2-3 दिनको भ्लगहरू हाल्दैछु हेर्नु होला रुचाइदिनु होला सब्सक्राइब पनि गरिदिनु होला भोलिदेखिको अलिअलि भिडियोहरू रहथ्यो त्यो भिडियोहरू मैले सबै एकैचोटि एडिट गरेर हाल्दैछु कुखुराहरू लाउ जाम होइन जाम भित्र जम्मा होइन होइन कतिचोटि देखाउने यो मुखलाई पनि Listen to your music and jump up and down. Clap your hands. Listen to your music and clap your hands. Listen to your music and clap your hands. हाँसेर स्माइल